आज कुवेत र जापानको गेम हेऱ्यो है। हेऱ्यो नि। अनि कस्तो लाग्यो? जापानले त नेपाललाई पनि भोलि गाह्रो पार्ला जस्तो देखियो नि त। ब्याटिङ त खतरा राम्रो गर्यो नि है। अब ऱ्याङ्किङको हिसाबले अनि नेपालको अलिकति चर्चा एसोसिएट नेसनको राम्रो देश भनेर मेबी अब कुवेतले मोरओभर अब नेपालको लागि एकदमै तयार गरेको जस्तो थियो होला मेबी। हिजो अब पावर प्लेमा देखियो नि त कति डोमिनेट गरिरहेको थियो त्यही नेपालको होइन, नेपालको ब्याट्सम्यानलाई पावर प्लेमा कुवेतको बलरहरूले होइन। अब जापान अब आउट अफ नो एयर सिलेबस भन्ने यसरी आइदियो क्या अगाडि होइन। अब सोचेकै थिएन भन्ने यसरी हुन त उनीहरू फेयरलेस क्रिकेट पनि खेल्यो र केही पावर प्लेमा चाहिँ अब जापानको आज विकेट किपर चेन्ज थियो। अब हिजो उस्मान समथिङ के उस्मान पटेल जस्तो लाग्छ मलाई विकेट किपरको नाम। आज चाहिँ भाव सर हो कि के भन्ने थियो है। उसले धेरै छोड्यो कि अनि लकी रन्सहरू पनि गइरहेको थियो पावर प्लेमा एज लागेर यतातिर पछाडितिर फाइन लेगतिर थर्ड म्यानतिर चाहिँ चौकाहरू गइरहेको पनि देखिरहेको थियो। अब तर उनीहरू फेयरलेस क्रिकेट पनि खेल्यो। अब नडराइकन खेल्दाखेरि अब त्यही हो, अब जित्यो पनि। अनि अब ग्रुप बी अब ग्रुप अफ डेथ जस्तो पनि थियो हेर्नलाई, अलिकति हेर्नलाई। जापानले अब अस्ति वार्मअपमा पनि त युएसँग राम्रै गरे हो। युएले लगभग त्यस्तो ठुलो अन्तरले जित्या पनि होइन होइन। अब त्यही हो, अब खेलाडीहरू अब अलिकति मिक्सअप छ, हाइब्रिड छ। अब जापानसँग पैसा छ होइन। अब इन्डो जापानिजवाला मिक्स प्यारेन्टिङको उहरू छन्, खेलाडीहरू छन् कतिपय। अब कतिपय इन्डिया पाकिस्तानबाटै प्योरली गएको पनि छन्। अपसेट भयो, अब एउटा अपसेट हुन्छ भनेको। अब कुवेत चाहिँ अब मेबी जान्छ होला अगाडि नै भन्ने जस्तो एउटा सम्भावना देखेको टिम सुरुमै आउट भइदियो कि है। अब ऱ्याङ्कको हिसाबले त झन् अब जापान 44 ऱ्याङ्क हो तिम्रो होइन, कुवेत 23rd। ऱ्याङ्किङ म्याटर गर्दैन T20 अहिले भनेको त्यही हो कि एसोसिएट कन्ट्रीहरूले पनि अब त T20 क्रिकेटमा चाहिँ एकदमै लगानी गर्न थालिसक्यो कि अब है। पैसा छ भने त अब झन् खेलाडी झन् मजाले जताबाट पनि ल्याउन सक्छ। जापान युएसएहरू एउटा एकदमै प्रचुर उदाहरण देखिँदैछन् अहिले। अब यो आजको जापानको प्रदर्शनले गर्दा भोलिको नेपालको गेममा के असर गर्न सक्छ, अथवा उनीहरूले कस्तो, नेपालले कस्तो तरिकाले खेल्नुपर्छ होला, कसलाई रोक्न सक्नुपर्छ होला? एउटा स्लाइट नक फेरि आएको छ नेपालको लागि होइन। अब मेन कुरा त अब सुपर 6मा 2 पोइन्ट्स लगेर जानेवाला जुन कुवेतसँगको एउटा चान्स थियो त्यो अब भङ्ग भएको छ। धेरैजनाले अब यसलाई कुवेतकै फेभरमा हेरिरहेको गेम थियो। फेरि नेपाललाई फेरि भोलि चाहिँ अब सुपर 6मा गइ त सक्यो होइन जापानसँग होइन। तर अब एउटा एडभान्टेज भनेको चाहिँ के भन्दाखेरि जापानलाई भोलि जित्नै पर्ने दबाब, किन भन्दाखेरि सुपर 6मा फेरि फर्दर मोर 2 पोइन्ट्स लानको लागि क्या होइन। त्यो पनि भयो। अब जापानको टप अर्डर चाहिँ धेरै जस्तो चाहिँ अब अलिकति अब क्याप्टेनकै कुरा गर्ने भने आज होइन, फ्लेमिङले पनि फेयरलेस खेलिरहेको थियो, अनलकी रनआउट भइरहेको थियो होइन तिम्रो। अनि त्यसपछि चाहिँ अब अरू खेलाडीहरू पनि राम्रै थियो होइन। अब हानिरहेको थियो। अब उनीहरूको 6 हिटिङ पनि क्लिन हिटिङ नै देखिरहेको थियो क्या, डाउन द ग्राउन्ड ठ्याक्क स्ट्रेट भने जस्तो गन ब्लेजिङ नै हान्दिए है। अब उनीहरूले त अब जेस भन्नाले अब नडराई खेल्नेलाई कहिलेकाहीँ लकले पनि साथ दिन्छ भन्छ नि होइन। त्यस्तो पनि देखिनलाई। अब बिचबाट बडी ल्याङ्ग्वेज नै अब कुवेतको प्लेयर्सहरूको एकदमै डाउन भइसकेको थियो। नेपालले चाहिँ भोलि चाहिँ स्पेसल्ली अब जापानले फेरि यस्तै तरिका खेल्न सक्छ भन्ने कुरा हो। अब हामीले पिचको कुरा गर्दाखेरि अब होइन अलिकति अनइभन बााउन्सहरू स्किड हुने भनेको थियो, ट्रिकी पिच भन्दै पनि यत्रो ठुल्ठुलो स्कोर भयो दुवै एन्डबाट होइन। जापानले त झन् सुरुबाटै थ्रु आउट द म्याच नै उनीहरूले त ठुलो सट खेलिरहेको थियो। अलिकति क्युरियस भएर बरु कुवेत खेलेको देखिन्थ्यो होइन। अनि त्यही हो, अब आज त एकदमै चमत्कार जस्तै भयो। अब नेपालको फुटबल गेम अब हाफमै छोडेर यतातिर हेर्नुपर्ने अवस्था आयो अब नेपाली भएर पनि होइन। दुईवटा ट्याबहरूमा अब मजाले गेम हेर्नु परिरहेको थियो। थ्रिलिङ मोमेन्ट थियो। अब भोलिको सिनारियो, भोलिको इक्वेसन झन् इन्ट्रेस्टिङ हुने भयो नेपाली फ्यानको लागि होइन। अब नेपालले अब आफू च्याम्पियनसिप नै जित्छु क्वालिफायरको भन्ने ठानेको छ भने त यो कुराहरू, यस्तो च्यालेन्जेसहरू त मजाले एक्सेप्ट गर्नु पऱ्यो होइन। नेपाललाई झनै एक्सक्युज छैन कि होइन। नेपालको यताउता सबै कुराहरूले हेर्ने भने होइन, हाम्रो पनि त्यस्तै पोटेन्सियलिटी छ। अब झन् जापान झन् ठुलो च्यालेन्जिङ हो भनेर केटाहरू त्यही अनुसार तयार गर्ला। म्यानेजमेन्ट, सेलेक्सनहरूदेखि लिएर सबै कुराहरू होइन हेर्नुपर्ने जस्तो देखिएको छ। त्यही भएर अब भोलि चाहिँ जापानसँग चाहिँ टप 4-5 सम्मको ब्याट्सम्यानहरूको लागि चाहिँ नेपालले चाहिँ प्लान गराउनु पर्ने देखिन्छ अरूभन्दा पनि होइन, स्पेसल्ली होइन। अब हेर्दाखेरि आज इटो, सुजुकी नामकाहरू जापानिज खेलाडी त थिए, तर कतिपयहरू चाहिँ तिम्रो के थियो भन्दाखेरि अगाडि इब्राहिम भन्ने जस्तो नामहरू जोडिएको थियो क्या। अब पछाडि जापानिज हो कि भन्ने जस्तो लाग्दाखेरि कि अब उनीहरूको प्रोफाइल हेर्ने भने तिम्रो अब
बाउ चाहिँ अब पाकिस्तानतिरको, आमा चाहिँ जापानतिरको छ कि, अब मिक्स हाइब्रिडहरू छ। उनीहरू पहिल्यैदेखि क्रिकेट खेलेको, इस्लामाबादबाट चाहिँ पछि चाहिँ जापानमै गएर खेलेको पनि छन्, अस्ट्रेलियातिरहरू चाहिँ खेलेकोहरू पनि खेलाडीहरू छन् होइन। त्यही भएर चाहिँ अब उनीहरूसँग भनौँ न एक्सपोजर छ। उनीहरूसँग चाहिँ अब झन् हामी तलको ऱ्याङ्किङ हो भनेर आज जस्तै फियरलेसली अब नथिङ टु लुज भन्छ नि, त्यस्तो तरिकाले खेल्यो भने चाहिँ अब एक दुई ठाउँमा लक लाग्यो भने आज जस्तै आज विकेट किपरले कति मिस गरिरहेको थियो। सबै सुरुमा त पावर प्लेमा त म्याक्सिमम रन उनीहरूको पछाडि फाइन लेगतिर थर्ड म्यानतिर गइरहेको थियो स्लिपबाट होइन, एज लागेर धेरै रन आयो है। त्यो त्यसरी पनि उनीहरूले पाइरहेको थियो। पछिबाट राम्रो राम्रो सटहरू पनि हेर्न पाएको थियो। जब उनीहरूलाई त्यसरी नै रन आइरहेको छ भने उनीहरूले पछाडि होइन, अब उनीहरू फ्रन्ट फुटमा मजाले अगाडि डान्सिङ डाउन द ट्र्याक गरेर अब छक्का पनि हानिरहेको थियो, कभरमा पनि एउटा दुईवटा सटहरू राम्रै हानिरहेको थियो होइन, त्यस्तो थियो। अब जापानको 4वटा जतिलाई अगाडिको ब्याटरहरूलाई चाहिँ अलि रोक्ने प्लान गर्नुपर्छ भनेर नेपालले त्यो प्लान गर्नुपर्ने देखियो भनेर भनौँ होइन। अब जस्तो कसलाई त्यो रोक्नु पर्ला त जस्तो? अब सुरुबाटै अब आज ओपनिङ पनि त्यस्तै राम्रै गरिरहेको थियो उनीहरू होइन, हो क्याप्टेन होइन, त्यो भइरहेको थियो। पछिबाट अब यसो हेर्दाखेरि ओहो ताकाहासी भन्ने नाम आएछ भन्ने जस्तो लाग्यो होइन। उसले छक्का दामी दामी हानिदिरहेको थियो होइन। अगाडि अब इब्राहिम भन्ने आई लेखिरहेको हुन्छ, अब हामीले त्यति ध्यान पनि दिएन होला कतिले होइन। अब त्यही हो, उसको पनि अब मूल त फेरि पाकिस्तानी रहेछ होइन। त्यही भएर चाहिँ उनीहरू क्रिकेट नखेले मान्छे होइन, खेलेकै मान्छे हो होइन। यिनीहरू भयो होइन, अब रहमान भन्ने पनि त्यस्तै हानिरहेको थियो आएर होइन, बलिङ पनि अब त्यस्तै राम्रो गर्नेहरू छन् होइन। त्यही भएर त्यही टप 4मा आज आएकोहरू चाहिँ मजाले उनीहरू एकदमै ध्यान दिनुपर्छ नेपालले है। अनि पावर प्लेमा चाहिँ विकेट लिनेतिरै जानुपर्छ मजाले होइन। हाल्न नि एउटा दुईवटा होइन, मिस हिट हुनसक्छ। फिल्डिङ राम्रो गर्नु पऱ्यो। नेपालको राम्रो पार्ट भनेको नेपालको फिल्डिङ राम्रो छ। आज कुवेतको फिल्डिङ मैले चाहिँ अलिकति फितलो नै देखेँ कतिपय ठाउँमा। उनीहरू होपलेस भइकन भन्दा पनि अगाडि पावर प्लेमा पनि लाइक अब हुन्छ नि थोरै अब डाउन द लेग गइरहेको बलहरू मजाले किपरले समात्न सक्ने जस्तो बलहरू थियो। उनीहरू आउटै हुने बलहरू थियो, ब्याटमा लागेर थोरै थिन एज लागेर चौका गइरहेको बलहरू पनि देखिरहेको थियो, छोडिरहेको थियो। त्यही नेपालको स्ट्राटेजी भनेको अब जापानको अब टप 4 देखि 5 सम्मको होइन। उनीहरू फियरलेस क्रिकेट खेल्दाखेरि आउट पनि हुन्छ नि त कतिपय ठाउँमा। त्यो चान्स चाहिँ ग्र्याब गर्नु पऱ्यो भन्ने कुरा, नआयो भने चाहिँ अब फेरि हात फुत्किन सक्छ भन्ने जस्तो कुरा। आज कुवेतले अब मलाई त उनीहरूले चाहिँ पावर प्लेमा त्यति हाने पनि उनीहरूले कमब्याक गर्छ कि जस्तो पनि लागिरहेको थियो लाग्नु त। पछिबाट त उनीहरूले राम्रो राम्रो सर्ट सिलेक्सनहरू राम्रो खेलिदिरहेको थियो कि, फुल सर्टहरू क्या दामी दामी हानिदिरहेको थियो भने अगाडिहरू त्यस्तो थियो। कुवेत विरुद्धकै टिम उतार्छ अथवा केही परिवर्तन गर्छ जस्तो लागेको छ? अलिकति अब खेल्दै जाँदाखेरि पिचको स्ट्रक्चर चाहिँ अलिकति चेन्ज हुनु भएको हो कि भन्ने कुराहरू पनि हुनसक्छ। हुन त अब पिचहरू अन्य खेलाउला भोलितिर होइन, तर अब हाई स्कोरिङ पनि हुँदो रहेछ है खेल्दाखेरि भन्ने यस्तो मेन्टालिटी भएपछि चाहिँ अलिकति अब हाम्रो चाहिँ फिनिसर्सहरू एड गर्ने ठाउँमा चाहिँ मोस्ट प्रोबेबली अब पब्लिकको पनि डिमान्ड अनुसार मोहम्मद आदिल आलमलाई चाहिँ लिन सक्ने चान्स छ कि मेबी भोलि एकजना। अब कसको रिप्लेसमेन्ट भन्ने त भोलि भन्दाखेरि चाहिँ मेबी अब जोरा भन्ने कि अथवा चाहिँ अर्को को हुनसक्छ पछाडितिर। अब बलर त सम्पल कामी सहित अब अर्को फास्ट बलर त त्यति नचाहेला पनि होइन। अब त्यही एउटा आदिल आलमलाई लिएर चेन्ज गर्न सक्छ कि भन्ने जस्तो अनुमान हो। अर्को भनेको त त्यही नै हुन्छ जस्तो लाग्छ। अब यो समूह बीबाट नेपाल र जापान फिक्स भइसक्यो, सुपर 6मा गइसक्यो। अब सुपर 6मा चाहिँ कस्तो होला जस्तो तिमीलाई आकलन छ? कस्तो हुन्छ होला? अब गेम सधैँ त एउटै हुँदैन होइन। अब अनएक्सपेक्टेडली जापानले आज खेलिदिएको जस्तो अब उसले यही मोमेन्टम यही खालको खेल त सबै ठाउँ त देखाउन सक्दैन। अब धेरैजना नेपाली फ्यानलाई चाहिँ केमा चाहिँ एउटा चाहिँ चासो हुनसक्छ भन्दाखेरि चाहिँ जापानले केही गरी अब नेपालसँग अगाडि गएर सुपर 6मा नराम्रो खेलिदियो भने त होइन, किन भन्दा नेपाल र जापानको त अब पर्दैन सुपर 6मा गएपछि त होइन। जापानले यदि अरू टिमलाई पनि हराइदियो भने त्यो नेपाललाई फाइदा हो कि नै हो नि होइन। किन भन्दाखेरि उनीहरूको पोइन्ट गुम्छ होइन, अनि त्यसपछि सजिलो हुन्छ नि त नेपाललाई पनि पोइन्टहरू क्यारी गर्नको लागि भन्नाले। उनीहरूले गुमाएको पोइन्टहरू भएपछि चाहिँ मेबी अब हाइएस्ट पोइन्ट नभइकन पनि लोएस्ट पोइन्टहरूमा पनि सेटलमेन्ट हुनसक्ने ठाउँहरू पनि हुनसक्छ। कति बेला अब कस्तो हुन्थ्यो भन्दा कुवेत राम्रो टिम हो, अब आज नराम्रो खेले पनि फेरि बाँकी रहेको टिमहरू राम्रो, अरू टिमहरूलाई चाहिँ दबाब दिन सक्ने टिम कुवेतै थियो होइन। कुवेतै आउट भइदियो अब त सुपर 6मा त जापानलाई त सबले हराउने हो कि
भने जस्तो पनि हुनसक्छ। सधैँ अब यही तरिकाले जापान नखेल्न सक्ला, आजको अब उनीहरूको माइन्डसेटहरू अर्कोपटक काम नगर्ला, आज भने जस्तै अब पावर प्लेमा उनीहरूको कति लकी रन्सहरू आइरहेको थियो त्यस्तो नहोला होइन। नआयो भने त अब त्यो कुनै पनि लक बाई चान्स भएको डेमा त हरेक मान्छेको एज लागेर चौकै चौका गएर जित्ने भन्ने जस्तो कुराहरू पनि हुनसक्छ। अब फन्नी लाग्न सक्छ तर त्यो सिनारी हुनसक्छ। त्यही भएर सुपर 6मा चाहिँ अब त्यही हो, जापानले यही अनुसारको आज खेले जस्तै खेलिदियो भने त ठिकै हो होइन, पोइन्टहरू मजाले बाँडिन्छ अनि त्यसपछि दबाब पनि त्यति हुँदैन। तर जापान एकदमै नमजाले हारिदिन थाल्यो भने चाहिँ होइन, बाँकी टिमहरू अलिकति बलियो टिमहरूसँग होइन, तर कुवेत हुन्थ्यो भने चाहिँ कुवेतले चाहिँ कमसेकम टक्कर दिन सक्थ्यो, जित्न सक्थ्यो भन्ने जस्तो कुराहरू हुनसक्छ। त्यो चाहिँ मनमा खड्किन सक्छ धेरैलाई। अरू त त्यही हो, अब राउन्ड रोबिन हो त्यहाँ पनि होइन, अब पोइन्ट यताबाट लगेर गयो भने भइहाल्यो, 2 पोइन्ट जान्छ। कुनै पनि जानेले जितेको टिमसँगै लगेर गयो भने आफूले जितेको आफूले हराएको टिमलाई सँगै लगेर 2 पोइन्ट जान्छ। 4वटा गेम भयो, 4 दूना 8 भयो, प्लस 2 म्याक्सिमम् 10 पोइन्ट छु होइन। अब त्यो हो। अनि त्यसपछि राउन्ड रोबिन भयो, फर्स्ट सेकेन्ड थर्डमा चाहिँ अब कसको पोइन्टहरू आउँछ भन्ने कुराहरू हो होइन। नेपालको लागि चाहिँ अब भोलि सुपर 6मा लानको लागि एउटा राम्रो एडभान्टेज भनेको चाहिँ जापानलाई हराएर 2 पोइन्ट्स लगेर जाने हो, अरू केही पनि छैन अब त्योभन्दा बाहेक होइन। विदाउट 2 पोइन्ट्स गयो भने चाहिँ फेरि अब T20 फेरि प्रेसर पर्न सक्छ। त्यसमा पनि नेपालले राम्रो रन रेटको आधारमा लिएर जाँदाखेरि राम्रो हुन्छ। धेरै राम्रो भयो त्यो त। अब रन रेट त अब हिजोको झन् राम्रो थियो अब नेपालको होइन। अब भोलि त्यही तरिकाले हराउन त गाह्रै पर्छ इभन होइन। हिजो अब कुवेतको विकेट छिटो गयो, पछाडि पनि उनीहरूले चाहिँ अलिकति सम्हालेर खेल्न खोजेन, त्यही भएर नेपालले त्यत्रो ठुलो मार्जिनले जितेको। अब नआयो भने त अब सधैँ त्यसरी खेल्दैन नि त, कतिपयहरूले त अब होइन यसै हार्यो ल ठिकै छ अलिकति भने हार्ने मार्जिन घटाउँ भन्ने जस्तो हुनसक्छ नि त, त्यही हो है त।